Hope is a very powerful thing. And when you think about what represents our community here in Austral and what represents Liverpool, it's about hope. Because we come here as people from everywhere, not just from around the world as migrants, but people from all over Sydney. And it's so wonderful to see here and to see the team from Marquee Homes. I want to congratulate you for what you guys are doing here in building what are beautiful homes for our community. This is where our memories will be made, our children will grow up, and this is all, at the end of the day when we're going, because we're all born with nothing and we're all going to leave here with nothing, we're going to remember the memories that we make in our homes. नमस्ते, म इरशाद अहमद, मार्की होम्स को डाइरेक्टर। मार्की होम्स 2019 में एज अ बिल्डिङ कम्पनी हामीले स्टार्ट गरेको हो। म यो कम्युनिटीमा धेरै वर्षदेखि बिजनेस व्यापार गर्दै आइरहेको थिएँ। धेरै साथीभाइहरूको गुनासो सुन्न पाइन्थ्यो, कसैको घर बिग्रियो, कसैको के भयो, धेरै समस्याहरू सुन्न पाइन्थ्यो। म पनि एउटा बिल्डिङ कम्पनीमा एज अ एकाउन्टेन्ट पनि काम गरेँ। मेरो भाइले पनि त्यही बिल्डिङ कम्पनीमा एउटा प्रोजेक्ट म्यानेजर भएर काम गर्यो। हामीले चाहिँ होइन, अब नेपाली कम्युनिटीमा एउटा स्ट्रङ बिल्डर पनि चाहिएको छ, स्ट्रङ ब्याकअप भएको बिल्डर चाहिएको छ भनेर हामीले एउटा बिल्डिङ कम्पनी सुरु गरेको 2019 मा र अहिलेसम्म हामीले मोर देन 200 घर बनाइसकेको छौँ। नमस्कार, म चाहिँ अनिश, म चाहिँ मार्की होम्सको प्रोजेक्ट म्यानेजर। हामीले 2019 मा कम्पनी खोल्दाखेरि कोही पनि नेपाली बिल्डरहरू थिएन, हाम्रो कम्युनिटीमा बिल्डरै थिएन भनौँ। हामीले दाजुभाइ मिलेर हामीले अब आफूलाई डिस्कस गरेर होइन कसरी आउने त मार्केटमा, कस्तो घर बनाउने, कुन मार्केट टार्गेट गर्ने भन्दाखेरि 2019 तिर खासै हामी धेरै नेपालीले घर किन्थ्यो, घर बनाउँदैन थियो। त्यहाँ धेरै बिल्डरहरू थिएन। पहिला ठुल्ठुलो बिल्डरहरू मात्र हुन्थ्यो, प्राइभेट बिल्डरहरू थिएन जसले चाहिँ हजुरको घर नक्सा जस्तो मन लाग्यो त्यस्तै चेन्ज गरेर कस्टमाइज गरेर बनाइदिने त्यो प्रथा हामीले सुरु गऱ्यौँ। पहिला हामीले चाहिँ सबै कुराहरू बुझेर हजुरको इमोसनल अट्याचमेन्टदेखि लिएर होइन वास्तुहरू सबै बुझेर घर बनाउने तरिका कस्तो हुनुपर्छ भन्नेतिर हामी लाग्यौँ। सबै क्लाइन्टको हरेक इन्डिभिजुअल निडहरू हामीले फलो गरेर हजुरले हामीले डिजाइनमा इन्कर्पोरेट गर्छौँ। त्यो डिजाइन इन्कर्पोरेट गरेर हामीले घर बनाउँदाखेरि एकदमै राम्ररी सेटिस्फाई, क्लाइन्टले डिजाइनमा सेटिस्फाई भएपछि मात्र हामीले घर बनाउने गरेका छौँ। किनभने घर सबैले बार बार बनाउँदैनन्। कोही क्लाइन्टहरू हामीसँग तेस्रो घर पनि बनाइरहेछन्, कोही क्लाइन्टले 8औँ घर बनाइरहेछन्। हामीलाई आफूलाई लाग्छ कि हामीले एउटा घरको क्वालिटी मेन्टेन गरेर टाइममा बजेटभित्र कुनै पनि एक्स्ट्रा कस्ट नगरी हामीले घर बनाउने हामीले सिस्टम ल्याइयो हाम्रो एउटा कम्युनिटीमा, समाजमा। त्यसरी नै हामीले अब यत्रो वर्ष घर बनाइसक्यो। त्यहाँदेखि हामीले ल अब चाहिँ हामीले डिस्प्ले होम बनाउनु पर्छ, हामीले मार्केटमा गएर हामीले हाम्रो क्रेडेन्सिबिलिटी देखाउनु पर्छ। त्यहाँदेखि हामीले चाहिँ ल अब हामीले डिस्प्ले होम खोल्नुपर्छ भन्दा हामीले अस्टल चुज गऱ्यौँ। किन अस्टल चुज गऱ्यौँ भन्दाखेरि यहाँ हाम्रो समाजमा बस्नेहरू धेरैजना मान्छे साउथ वेस्ट सिडनीमा बस्नुहुन्छ होइन। अनि हामी अब कम्युनिटीमै धेरै भएको कारणले चाहिँ हामीले कम्युनिटी बस्ने एरियातिरै घर बनाऊँ, किन यहीँ धेरै घरहरू बनिरहेको छ। अनि हामीले के गर्यौँ भन्दाखेरि दुईवटा डिजाइन ल्यायौँ हामीले कस्तो घर बनाउँदा। एउटा घर चाहिँ हाम्रो त्यो चाहिँ एमरल्ड भन्ने घर हो होइन। हामीले त्यो घर चाहिँ एउटा बेसिक डिजाइनमा बनाएको छौँ जुन चाहिँ फर्स्ट होम बायरलाई पर्फेक्ट हो। अब यो चाहिँ हाम्रो घर मार्क भन्ने हो, मार्क 32 भन्ने। यो चाहिँ हामीले यसमा चाहिँ एकदमै धेरै कस्टमाइज गरेका छौँ। वी जस्ट वान्टेड टु लेट यु नो द्याट वी क्यान कस्टमाइज यु बिल्ड, वी क्यान डिजाइन एकोर्डिङ टु यर निड। त्यही भएर हामीले यो घर चाहिँ त्यो कन्सेप्टमा बनायो। तपाईहरु पनि घर बनाउन सोचिराख्नु भएको छ भने प्लिज कन्ट्याक्ट मार्की होम्स। वी आर अलवेज देयर टु हेल्प एन्ड वी क्यान डेफिनेटली डु अ बेटर प्राइस फर यु। प्लिज विजिट आवर डिस्प्ले होम इन Austral. Build your dream home with us, with Marquee Homes. Marquee Homes!